यस्तो भइरहेछ। हे ल सुरु गरौँ। हेलो नमस्ते एभ्रिवान, म सन्चै छु। आई होप तपाईँहरूलाई पनि सन्चै होला। यहाँहरू सम्पूर्णलाई फेरि पनि मेरो एमसी भिडियोजमा हार्दिक स्वागत गर्न चाहन्छु। र हिजो रातभरि पानी भयङ्कर पर्यो, त्यसपछि आज बिहान के भएछ भनेर म चाहिँ यसो डुल्न हिँडेँ। मालपोत कार्यालयमा अलिकति काम भएको हुनाले म र दाइ चाहिँ मालपोत कार्यालयतिर गए र काम सकाएर चाहिँ हामी यसो बजार अनुगमनतिर लागे। हिजोको पानीले पुरै पुरानो पर्सा बजार डुबानमा थियो र अहिले हामी जाँदाखेरि चाहिँ यो पुरै क्लिन भइसकेको रहेछ। हिजो राति डुबान भएको आज पुरै क्लियर भइसकेछ। त्यसपछि हामी एकछिन सानेमा रिलायन्स लाइफ इन्सुरेन्सको अफिसतिर लाग्यो। त्यहाँ एकछिन म्यामहरूसँग भेटघाट गरेँ, दाइहरूसँग भेटघाट गरेँ र गफगाफ सहित हामी निस्क्यौँ बाहिरतिर। र तपाईँहरूलाई पनि इन्सुरेन्स गर्न मन लागिरहेको छ भने सानेमा रिलायन्स लाइफ इन्सुरेन्स तपाईँहरूको लागि उपयुक्त हुनसक्छ र यो काले दाइलाई तपाईँहरूले सम्झिनु होला। र हामी चाहिँ पुरानो पर्सा हुँदै कुम्रोज हुँदै सौरातिर लागेँ र सौरा गएपछि हात्ती नदेख्ने त कुरै हुँदैन। खतरा यसको त्यो डाँडा साँड हेर्नु न, यो चाहिँ भयङ्कर भएर चाहिँ खतरा भयो। र यहाँ चाहिँ खत्रै बाढी आएको रहेछ। हामीले एकछिन बसेर हेऱ्यौँ यो पुलबाट। त्यसपछि हामी फाइनली पुग्यौँ सौरातिर। सौराको यो माहौल हेर्दै गयौँ र हामी यो पप साइडमा पुग्यौँ र पप साइडको दृश्यलाई म तपाईँहरू देखाउन चाहन्छु। यहाँ पनि राम्रो बाढी गएको रहेछ। सौराको चाहिँ यो अहिले यस्तो भइरहेछ, खत्रै गइरहेछ। यो बाढी बवाल भएको रहेछ। त्यो सम्भवतः बिहान आएको भए चाहिँ बवाल देखिन्थ्यो होला है। अनि यस्तो छ भयङ्कर। बिहान चाहिँ यो माथि माथिसम्म आएको थियो, भिडियोहरू मैले देखिरहेको थिएँ। अनि अहिले चाहिँ यस्तो भएछ, घटेर जे होस् अहिले पानी रोकिएको भएर एकछिन चाहिँ यो पप साइडमा हामी चाहिँ भिडियो बनाउँदै हिँड्यौँ। काल दाइले भिडियो खिचिदिनु भएको थियो। यो माहौल तपाईँले देखिरहनु भएको छ। यो हिजोको भयङ्कर पानीपछिको यो माहौल आज सौरामा यस्तो भएको थियो। लगभग 2 वर्ष जति चाहिँ यो पप साइड डुबान भएको थिएन, तर यसपालि चाहिँ होला कि जस्तो भयो। तर तैपनि जे होस् त्यस्तो घटना घटेन, राम्रै भएछ। र अहिले चाहिँ वर्ल्ड कपको सिजन चलिरहेको छ र सौरामा चाहिँ यस्तो वर्ल्ड कपको लागि चाहिँ विभिन्न देशहरूको झन्डा चाहिँ यसरी सजाएर राखिएको छ। निकै नै आकर्षक देखिन्छ र सौरालाई एकदमै सौन्दर्य बनाएको छ यो जुन सजावटले। र त्यसपछि हामी लाग्यौँ सौरा ब्रिड क्याम्पतर्फ। यहाँ जाँदाखेरि चाहिँ पुरै पहिलाको चौरहरू सबै डुबान भएर गेटसम्मै पानी आइसकेको रहेछ। यो एकदम खत्रै भयो चाहिँ अझै लगाडा यस्तो छ पानीको अवस्था यहाँ पुरै डुबानमा। तर यो बिहान कस्तो थियो होला यहाँको है, यस्तो अहिले त यस्तो छ भने बिहान झन् कस्तो बवाल भएको थियो होला। त्यसपछि म चाहिँ लागेँ पुलतर्फ हिँड्दै पानी भित्रै र यो माहौललाई चाहिँ म माथि गएर चाहिँ खिच्नलाई र यहाँहरूलाई देखाउनलाई सजिलो हुन्छ भनेर म चाहिँ पुलको माथितिर गएँ। र यो दृश्य मैले तपाईँहरूले देखाइरहेको छु। यतिखेर सौराको इलाफेन्ट ब्रिड क्याम्प साइड यति धेरै जलमग्न भएको छ। हिजोको अविरल वर्षाको कारण चाहिँ आज जुन तरिकाले यो सौरा डुबान भएको छ। यो सबै अवलोकन गरेपछि त्यसपछि चाहिँ हामी चाहिँ फर्कियो घरतर्फ। तर फर्किँदै बिच बाटोमा पानी पर्यो। त्यसपछि हामी बस्यौँ चटपट खानलाई। र तपाईँहरू सौरा आउँदै हुनुहुन्छ र सौरा आउँदाखेरि इलाफेन्ट ब्रिड क्याम्प साइड आउँदै हुनुहुन्छ भने यो गेटभन्दा यतापट्टि एउटा चटपट पसल रहेको छ यो बहिनीको। निकै नै एकदमै मिठो चटपट थियो, हामीले खायौँ। यहाँ चटपट खाना चाहिँ नबिर्सिनु होला। मैले भिडियो बनाउँथेँ, बहिनीलाई चाहिँ एकदम लाज लाएर बहिनीले चाहिँ अनुहार नदेखाउनु दाइ भनेपछि मैले चाहिँ अनुहार देखाइनँ। तर चटपट चाहिँ एकदमै मिठो थियो। मिठो होला नि है बवाल छ बुझ्यो चटपट। त्यसपछि बिस्तारै पानी रोक्यो। त्यसपछि हामी घर फर्क्यौँ। घर फर्किँदाखेरि सौरा हेर्दै आउँदाखेरि चाहिँ सौराको विभिन्न ठाउँहरू चाहिँ यसरी चाहिँ डुबान अवस्थामा थियो। यो चित्रसारीको चौर हो। चौर एकदम पुरै बाढी आएको थियो। बिहान चाहिँ यो पुरै बाटोसम्मै आएको थियो पानी। अहिले चाहिँ अलिअलि उता सरेछ, जस घट्दै गइरहेको छ।
जे होस् अब चाहिँ बाढी जाँदैन जस्तो लाग्छ। त्यसपछि हामी चाहिँ यहाँ सम्पूर्ण दृश्यहरू हेरेर हामी चाहिँ फर्क्यौँ घरतिर। बाई बाई एभ्री वान। हामी अर्को एमसीमा भेटौँला है त गाइस।